Good morning everyone. Let's go Sydney together. आज मेरो चाहिँ 6 AM को फ्लाइट छ त्यही भएर म 3 AM मा उठेर छिटो छिटो रेडी भएर म चाहिँ स्किन केयर मात्रै गरेर जान लाग्यो किनभने उता गएर दिनमा मैले मेकअप गर्नु छ त्यही भएर अनि मलाई चाहिँ जहाँ जाँदाखेरि होस् न्यू ब्यालेन्स को शूज जति कम्फर्टेबल केही पनि लाग्दैन अनि मैले मेरो ट्राइपोड र रुमलाई बाइ बाइ भनेर गएँ किनभने म ट्राइपोड चाहिँ लग्न सक्दिनँ अलरेडी मेरो ओभर ब्यागेज छ अनि मेरो उबर पनि आयो यहाँनिर अनि म लागेँ एयरपोर्टतिर अनि मैले चाहिँ 8-9 चोटि प्लेनमा ट्राभल गरेँ होला तर आई एम गेटिङ सो लकी कि अलवेज मलाई विन्डो सिट नै परेर हुन्छ अनि यसपालि पनि तर मलाई पिरियड्स भयो थियो अनि आई गट सो ब्याड क्राम्प्स अनि मलाई एयर होस्टेजहरूले पनि प्यानाडोल दियो अनि मैले खाएँ तर यो भ्यू हेरेपछि चाहिँ मेरो पेन सब गयो अनि म ल्यान्ड भएँ सिडनीमा म सिडनी किन आएको भनेर चाहिँ नेक्स्ट भिडियोमा भन्छु थ्याङ्क यू सो मच फर वाचिङ सी यू इन नेक्स्ट भिडियो